हेलो गाइस म अहिले चाहिँ अब ड्युटी जाँदै हो म चाहिँ अलिकति छिटै आएको भएर ढोका खोल्न पठाउँदैछु म त्यति बेला बन्दै हुन्छ नि त भाइ खोलो खोलो किधर हो हाँ ऊपर हो खोलो ओ त्यहाँलाई हेर्दैछ हाई गाइस म काम गर्ने ठाउँमा आइपुगेको छु सो अब यहाँबाट म चाहिँ एउटा गर्न जाने सपिङ गर्न जाने ब्याग बजार जाने बनाएको होला यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले साइकल चाहिँ कार्ड स्वाइप गरेर करिम साइकल चलाउन पाउनुहुन्छ तपाईहरुले जहाँसम्म जान मन लाग्छ दुबईमा सो म लुलु मार्केट जाँदैछु अहिले लुलु मार्केटमा चाहिँ केही सामान हेर्नु थियो त्यसैले लुलु मार्केट अनि यहाँ चाहिँ क्यामेरा चाहिँ लैजान पाउँदैन भन्ने अब कति ठाउँ पाइँदैन नि त सो म चाहिँ क्यामेरा लैजान पाइँदैन भनेर अलि छिटो भिडियो गरेँ कि हल्लिरहेको छ हो सो म बाहिर आएँ अहिले अब म भिभा जान्छु मैले खोजेको सामान पाइनँ त्यहाँ सो भिभा गएर म पसलको सामान चाहिँ लिएर यो चाहिँ भिभामा चाहिँ सामानहरू लिँदैछु म अरू मार्केट भन्दा भिभामा अलिक सस्तो पाउँछ त्यसैले गर्दाखेरि भिभाबाट प्रायः जस्तो सामान लिएर जाने गर्दछु म सामान लिएर अब फर्किँदै हो अब म पसलतिर जाँदैछु सामान लिइसकेँ सो म अब मोमो बनाउनको लागि मैदा रेडी गर्दैछु मैदा गुन्नको लागि हामी काम गर्दाखेरि गाना सुनेर यसरी गाना सुनेर काम गर्छौँ देख्न सक्नुहुन्छ हाम्रो दाइ हुनुहुन्छ मनोज दाइ उहाँ दाइ र म चाहिँ यहाँ काम गर्छु मेरो मोमोको लागि मैदा गुन्दैछु भने अघि दाइले चाहिँ प्याज सिल्टाउनुहुन्थ्यो यहाँ हाम्रो दाइ उहाँले जिम सिम गर्नुहुन्छ पाखुरा पनि मजाको बनाउनु भएको छ बडी पनि दामी छ दाइको रमाइलो मान्छे हुनुहुन्छ हाम्रो उतैतिर पाल्पातिरकै हुनुहुन्छ उहाँ सो उहाँले कटिङ गर्दै हुनुहुन्छ कटिङ चाहिँ फास्ट नै गर्नुहुन्छ अलिकति मैले स्पिड बढाए पनि कटिङ चाहिँ फास्ट हो अब अनुभवी मान्छे यो चाहिँ मैदा रेडी भइसक्यो अब म प्लास्टिकमा हालेर राख्छु यसलाई केही छिन राखेपछि नरम हुन्छ दाइले भर्खर यो कटिङ गर्दै हुनुहुन्छ यो गार्निसको लागि यस्तै मोमोको लागि धनियाँ यस्तै पानीपुरीको लागि यो चाहिँ दाइले म मोमो बनाउँदैछु
र मैदा अलिकति गिलो भएछ, साइज चाहिँ राम्रो सेपमा आएको छैन हो। कस्तो लाग्यो तपाईँहरूलाई मैले बनाएको मोमो? सो कमेन्ट गरिदिनु नभुल्नु होला। दुबईको एडिसिबी करामा नाइट मार्केट डे टु डेको पछाडि दार्जिलिङ स्ट्रिट फुड छ, त्यहाँ हामी काम गर्छौँ। सो यहाँको मोमो चाहिँ दार्जिलिङको टेस्टमा पाउनुहुन्छ तपाईँहरूले, मसलाहरू हुँदैन। मोमो चाहिँ राम्रो छ, टेस्टी छ। मैले 2 पेला बनाइसकेँ, पेला भनेको फेरि 2 प्लेट हो, 3 प्लेट बनाइसक्यो। ट्रेमा हालेर राख्छौँ हामी। यो चाउमिनको लागि कटिङ चाहिँ हाम्रो साउजी क्यामेरा देखेपछि डराइहाल्ने, लजाइहाल्ने खालको। ये मेरा क्लोजिंग का वो है ना, क्या बोलते हैं उसको, ब्लॉगिंग, वही करने जा रहा था। हो गया मेरा क्लोजिंग। हाँ, छोटा छोटा नहीं, बड़ा बड़ा बना देंगे, लंबा लंबा, इसको एडिट करना पड़ता है। ओके गाइस, गुड नाइट। आजको काम यति नै हो मेरो। आज दिनभरिको भिडियो चाहिँ खिच्न सकिनँ, सरी। आजको काम यति नै। अहिले म क्लोजिङ गरेर रातिको 2:54 3 बजेको छ दुबईमा अहिले। सो गाइस, फेरि अर्को ब्लगमा भेटौँला।